हेलो साथीहरू, आज चाहिँ म सानो मेरो पर्सनल कुरा हजुरहरूसँग चाहिँ सेयर गर्न जाँदैछु। धेरै ठुलो कुरा त होइन, तर मेरो लाइफको चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चिज हो कि सबैको जिन्दगीमा एउटा न एउटा यस्तो राम्रो मान्छे हुनुहुन्छ। त्यसै गरी मेरो लाइफमा चाहिँ सबैभन्दा धेरै राम्रो मान्छे चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ कि जसले चाहिँ मलाई मेरो राम्रो बानी, मेरो नराम्रो बानी, मेरो हरेक कुरा बुझिदिनुहुन्छ र मलाई टाढाबाट भए पनि यति धेरै सपोर्ट गरिदिनुहुन्छ। अनि हजुरहरूले चाहिँ लाइफ पार्टनर भन्ने बित्तिकै चाहिँ के बुझ्नुहुन्छ कमेन्टमा भन्नुहोला। लाइफ पार्टनर भन्ने बित्तिकै चाहिँ हाम्रो जीवनभरको साथी भन्ने बुझ्छौँ नि त हामी। हाम्रो गाह्रो समयमा साथ दिनु, सानो सानो कुरामा खुसी हुनु र आफू जस्तो छ त्यस्तैमा एक्सेप्ट गर्नु नै ठुलो कुरा हो जस्तो लाग्छ कि मलाई। भन्न त हाम्रो भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्ने भनाइ छ, तर हाम्रो भाग्यमा जे लेखेको छ त्यही हुँदैन कि। हाम्रो भाग्य चाहिँ हामीले आफै बनाउनु पर्छ। भन्न त म आज धेरै कुरा भन्न चाहदिनँ, यति मात्र भन्न चाहन्छु कि म एकदमै धेरै ग्रेटफुल छु, थ्याङ्कफुल छु। आज आएर मैले थाहा पाएँ लाइफ पार्टनर भनेको भाग्य मात्र होइन, एउटा ब्लेसिङ पनि हो रहेछ।